अडियो उपन्यास कालो सूर्य एपिसोड 3 मङ्गलबार। एउटा सरकारी कार्यालयको कोठामा म घन्टौँदेखि बसिरहेछु। मेरो काम भइरहेको छैन। यी फाँटवालालाई मसँग बोल्नेसम्म पनि फुर्सद देखिएको छैन। म समेत 4 जना अझै कामको पर्खाइमै छौँ। उनले मलाई जाने बित्तिकै एकछिन पर्खनुहोस्, तपाईँको काम गरिदिन्छु भनेर दिएको आश्वासनाले म अल्मलिएको छु। यो कोठामा मेचको अभाव छ। म कहिले उभिन्छु, कहिले एउटा अपरिचित व्यक्ति बसिरहेको मेचको कुनामा बेसरम बस्न पुग्छु। धेरै बेर बस्दा शरीर अप्ठ्यारो हुन्छ, त्यसैले कहिले कोठा बाहिर निस्किन्छु। मैले यो बीचमा फाँटवालालाई 2 पटक अनुरोध गरिसकेँ, मेरो कागज अर्को फाँटमा पठाइदिनुहोस् न भनेर। काम गरिरहेको देख्नुहुन्न भन्दै झन्झट मानेर दिएको ओठे जवाफले मलाई फेरि भन्न मन लागेको छैन। आज म यस कार्यालयमा 2 हप्तापछि प्रवेश गरेको छु। महिनौदेखि अल्मलिएको यो काम कुनै जटिल थिएन। काम सकौँ भनेर लाग्ने हो भने करिब 20 मिनटमै सकिने मेरो काम 20 पटकको धावाले पनि केही हुन सकेको छैन। काम साधारण छ। मैले केही महिना अघि त्यसै कार्यालयमा एक कर्मचारीको सल्लाह अनुसार 325 रुपियाँ बुझाएको थिएँ। नियमतः त्यो काम नहुने जानकारी पाएँ। काम नभएपछि त्यो 325 रुपियाँ मलाई फिर्ता गर्न मौखिक आश्वासन दिए अनुसार कार्यालय धाउन थाले। रुपियाँ नपाउने पनि भन्दैनन्, पाउने चाँडो कारबाही पनि हुँदैन। धेरै थोरै जति भए पनि पैसाको माया हुन्छ, त्यसमा पनि आफूले बुझाएको पैसा। मेरो सानो रकमको काम भएर हो कि फाँटवालाले मेरो काममा ध्यान नदिएको? मैले तरिका बुझ्न नसकेर पो हो कि मेरो काम नभएको? मैले 325 रुपियाँको लागि त्यो भन्दा पनि बढी खर्च गरिसकेँ। मेरो समयको पनि मूल्य हुन्छ र यहाँ आइपुग्न पनि मलाई केही खर्च लाग्छ। प्रत्येक पटकमा घट्टीमा मैले 2 घन्टा बिताएको छु। 20औं पटकको धावामा घन्टौँको प्रतीक्षापछि पनि काम नहुँदा फेरि नधाउने निश्चय गरेर रुपियाँलाई माया मारी कार्यालयबाट फर्कन्छु। तर केही दिनपछि आफ्नो पाउने रुपियाँ किन छोड्ने? पाएमा एउटा काम त चल्दछ भन्ने आशामा फेरि कार्यालयमा धाएको हुन्छु। म कोठामा आफ्नो कामको पर्खाइमा उभिरहेको छु। फाँटवाला एउटा फाइलको काममा व्यस्त देखिन्छन्। उनले मसँग र अरू म जस्तै उनको टेबल अगाडि बस्नेहरूसँग पनि बोल्ने फुर्सद देखाइरहेका छैनन्। यही वातावरणलाई खलबल्याउँदै एउटा मानिस कोठामा प्रवेश गर्दै भन्दछन्, ओ हजुर, मेरो काम भयो? उनलाई देख्ने बित्तिकै चिने। उनी महेश कुमार केडिया हुन्। उनलाई म 10औं वर्षदेखि चिन्दछु। उनी काठमाडौँ नै प्रवेश गरेदेखि। उनको गरुङ्गो आवाज फाँटवालाको कानमा नपुग्दै मेजबाट जुरुक्क उठी भन्न लागे, आउनुहोस् आउनुहोस् महेश कुमारजी। फाँटवालाले महेश कुमारलाई सँगैको टेबलको एक मेज तान्दै बस्न अनुरोध गरे। महेश कुमारले भने मलाई समेत तान्दै मेजतर्फ बढाए। उनी मेजमा बसे र म उनकै मेजको हातमा टुसुक्क बसे। मेरो बारेमा सोधे। मैले आफ्नो कामका लागि आएको कुरा बताएँ। उनी पनि इम्पोर्ट लाइसेन्सको काममा आएका रहेछन्। फाँटवालाले आदरपूर्वक उनलाई भने, महेश कुमारजी, तपाईँ हिजो नै आउनुहुन्छ भन्ने लागेको थियो। काम सब सकेर तयार राखेको छु, केवल डाइरेक्टर साहेबको सही छाप गर्न मात्र बाँकी छ। हाँस्दै महेश कुमारले भने, म हिजो आउन सकिनँ, म आजै आएँ, चाँडो काम सकाउनुहोस्। फाँटवालाले महेश कुमारको आज्ञा पालना गर्दै दराजबाट फाइल निकाले र भने, तपाईँ एकैछिन बस्नुहोस्, म डाइरेक्टर साहेबको सही छाप गराइ ल्याउँछु। कोही बात छैन। फाँटवाला फाइल लिई कोठा बाहिर निस्किए। मैले जिज्ञासापूर्वक सोधेँ, महेश कुमारजी, अहिले विदेश व्यापार आफैले सुरु गरेको?
मेरो प्रश्न सुन्ने बित्तिकै मेरो हात समातेर हलुकासँग दबाउँदै अहिले मौन रहने इशारा गरे उनले। मुखले केही जवाफ नदिएकाले मलाई उनीप्रति शङ्का उत्पन्न हुन लाग्यो। हुन पनि उनी भारतीय पासपोर्टबाट नै 3 महिना अगाडि हङकङ गएको मलाई थाहा थियो। 10 वर्षदेखि काठमाडौँमा बसे पनि उनी आफूलाई नेपाली नागरिक बनाउने तर्खरमा नलागेको कुरा पनि मलाई थाहा छ। बर्मामा जन्म भएका महेश कुमार बर्माबाट निष्कासित भएर नेपालमा बसोबास गर्न थाले पनि आफूलाई भारतीय नागरिक भन्नमा गर्व गर्दथे। यसैबीच म एउटा सरकारी नीति सम्झन्छु। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै पनि विदेशीले यो व्यापार गर्न सक्दैन। यस नीतिको विरुद्ध एउटा विदेशीलाई किन यति बढी स्वागत छ? किन यति बढी सहुलियत छ? मेरो मनमा एउटा कौतूहल पैदा भयो यस विषयमा जान्ने र बुझ्ने। महेश कुमारले मलाई सोधे, तपाईको धेरै काम छ? मेरो काम भएमा धेरै बेरको त थिएन, नभएको हुँदा छैन भने पनि हुन्छ, किनकि आज नै मेरो काम नगर्ने स्थिति मैले देखिसकेको छु। त्यसैले उनलाई मैले जवाफ दिएँ, सानो काम छ, सायद आज हुँदैन होला। उनले सोधे, तपाईँ गाडीमा या पैदलमा? पैदल नै आएको, हामी जस्ताले यस्तो महँगो पेट्रोल हाली सधैँ गाडी चढ्न सक्छौँ र? मैले उनलाई भने, पैदल हिँड्नु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रै छ। यतिकैमा फाँटवाला भित्र पस्दै भन्छन्, महेश कुमारजी, काम सकियो, यो फाइल लानुहोस् र पैठारी शाखामा दिनुहोस्। तपाईँको कागज यहीँ छ, त्यहीँबाट बुझिलिनुहोस्। फाँटवालाले महेश कुमारलाई फाइल दिए। महेश कुमार मलाई 1 मिनट भन्दै फाइल लिई कोठाबाट बाहिर निस्किए। मैले फाँटवालालाई मेरो कामका बारेमा अनुरोध गरेँ। उनले आज काम नभ्याउने कुरा मलाई जनाउँदै भोलि आउनुहोस्, तपाईँको काम गरिदिउँला भने। भोलि नै पनि हुने कुनै लक्षण म देख्दिनँ। उनले भोलि गरिदिन्छु मात्र भनेको भए पनि म आशा लिएर भोलिको लागि फर्कने थिएँ होला। तर उनले गरिदिउँला भन्ने अनिश्चित वाक्यको प्रयोग गरे र म निराश भएर केही नबोली हस् भोलि आउँछु भनेर कोठाबाट निस्केँ। म कार्यालयको तल ढोकामा मात्र पुगेको छु। महेश कुमार आफ्नो काम समाप्त गरी मेरो अगाडि आइपुगे। मैले उनलाई भने, यति चाँडै काम सक्नुभयो? हाँ, तो धेरै समय लगाउने कुनै बातै छैन। कति दिनदेखि पेन्डिङ काम हो यो? बस अस्ति मात्र दिएको। धेरै दिन भयो भने मुल्लाहरूले खान पनि त पाउँदैनन्। मेरो मनमा जेसुकै गुज्रिएको भए पनि ओठमा हाँसो ल्याई भने, बडो चाँडो काम सक्नुहुँदो रहेछ। हुन पनि तपाईँहरू जस्ता व्यापारीलाई धेरै फुर्सद पनि त हुँदैन। जति सक्यो चाँडै काम सक्नु राम्रो पनि त हो नि। उनले मेरा कामका बारेमा सोध्दै भने, तपाईँको काम सकियो? आज कामले भ्याएन रे, भोलि बोलाएका छन्। के सकिएन? मै भनिदिन्थेँ आफ्नै मान्छे भनेर। पहिले किन भन्नु भएन मलाई? उनको कुरा सुन्दा मलाई उदेक लाग्यो। आफ्नो देशमा उनी एक विदेशीको मान्छे भनेर मैले चिन्नुपर्ने स्थिति देखेर। हुन त उनले मेरै फाइदाका लागि भनेका हुन्। यो कुरा मेरो लागि फाइदै भए पनि सहन गर्न सक्दिनँ म। मैले मनमा नै भने, बरु मेरो काम नहोस् तर यस्तो स्थिति कहिले नआओस्। मैले उनका कुराको कुनै प्रतिक्रिया जनाइनँ। म मौन रहेँ। उनले भने, तपाईँ अब कहाँ जानुहुन्छ? मेरो आजको काम त्यही थियो जो हुन सकेन। विशेष कहीँ जाने काम थिएन। त्यसैले मैले भने, खरै जान्छु होला। दिनमै घर जाने? फुर्सद छ भने मैसँग चल्नुहोस्। कहाँ? मेरो अफिसमा। मैले उनीसँग जाने सहमति जनाएँ। उनी कारतर्फ बढे र म पनि। कारको फ्रन्ट सिटमा दुवै बस्यौँ। गाडी उनको अफिसतिर लाग्यो। उनले कुरा निकाले, तपाईँ पनि फरेन ट्रेडमा लाग्नुभयो? लागेको त छैन। लाग्ने विचारले कार्यालय धाउन थालेको खोइ नहुने भयो। हामी जस्ताले कसरी गर्ने? सम्भवतः मलाई उनले विदेश व्यापारका बारेमा सल्लाह गर्न उनको अफिसमा लाँदैछन्। मैले उनलाई बिस्तारै सोधेँ, के तपाईँले विदेश व्यापार सुरु गर्नुभयो? विदेश व्यापार त म पहिलेदेखि नै गर्थेँ, तपाईँलाई थाहा नै छ। पहिले अर्काको इम्पोर्ट लाइसेन्स खरिदेर गर्थेँ, अहिले आफ्नै फर्म छ, बस फरक त्यति मात्र हो। मैले उनलाई सम्झाउँदै भने, तपाईँ त भारतीय नागरिक, कसरी आफ्नो फर्म रजिस्ट्रेसन गर्नुभयो? कि नेपाली नागरिकता लिइसक्नुभयो? तपाईँका साथी धारीवालले जस्तो।
पछि बनौला, उनले कुरा टुङ्ग्याउँदै भने। उनका काठमाडौँका सुरुका दुःखका दिनहरू पनि मैले राम्रो गरी देखेको छु। उनले 250 को नोकरीमा काठमाडौँका फुटपाथहरू माडेका छन्। एउटा कोठामा 25 रुपियाँ तिरी उनले महिना गुजारेका हुन्। आज महेश कुमारका 3-3वटा कारहरू 1800 को बङ्गलाको ग्यारेजमा मौजुद छन्। उनी आफ्नो कुनै पनि कुरा मलाई बताउन हिचकिचाउँदैनन्। तर अहिले किन बताएनन् मैले बुझ्नै सकिनँ। हामी उनको अफिसको मुनि सडकमा आइपुग्यौँ। उनले आफ्नो गाडी रोक्दै भने, मै तपाईँसँग सल्लाह गर्न चाहेको छु, जाउँ माथि अफिसमा। हामी दुवै उनको अफिसमा गयौँ। म करिब 3 महिना भइसकेको थियो उनको अफिसमा नआएको। अफिसमा ठुलो परिवर्तन भइसकेको रहेछ। स्टाफहरू पनि थपिएका रहेछन्। उनको छुट्टै क्याबिन रहेछ। पुग्ने बित्तिकै उनले मलाई गरम या ठन्डा खाने प्रस्ताव गरे। उनले आफ्नो अफिसको पिउनलाई बोलाउँदै भने, बहादुर, ए बहादुर। एउटा नवयुवक कोठाको ढोका खोली उपस्थित भए। किन साहब? मैले यस्तो बहादुर भन्ने शब्द भारतको कलकत्ता, दिल्ली र बम्बईमा मात्र सुनेको थिएँ। आज काठमाडौँमा पनि सुन्ने बित्तिकै मेरो मन मस्तिष्कमा झस्को पर्यो। मलाई महेश कुमारप्रति नराम्रो भावना पैदा भयो। यस विषयमा केही नबोली म चुप बस्नै सकिनँ र त्यो युवकलाई सोधे, भाइ, तिम्रो नाम बहादुर हो? युवकले जवाफ दिए, हो हजुर। उनको कुरामा अविश्वास गर्दै भने, कि बहादुर मात्र नाम हुन्छ? यहाँ साहबले बहादुर भन्नुहुन्छ, त्यसैले मेरो नाउँ नै बहादुर भयो। यहाँ नोकरी गरेको कति भयो? 3 महिना हुन लाग्यो। यहाँभन्दा पहिला के नाम थियो तिम्रो? नाम त रामप्रसाद हो। तब किन बहादुर भनेको त? रामप्रसाद भन न। महेश कुमारले मेरो आशय बुझे। उनले अप्ठ्यारो मान्दै भने, रामप्रसाद भन्दा बढी लामो नाम छ। कान्छा भनौँ भने अर्को मान्छेको नाम पनि कान्छा छ, त्यसैले सजिलोको लागि बहादुर भनेको। मैले उनलाई सम्झाउँदै भने, यिनले केही बहादुरी गरेको भए बहादुर भन्दा राम्रै थियो। यिनले कुनै बहादुरी गरे जस्तो त लाग्दैन। किन बिना सेतीमा बहादुरको उपाधि दिएको? महेश कुमार नमिठो मुख लगाउँदै भन्न लागे, बहादुरी गरेको थियो कुनै जमानामा नेपालीले, त्यसैले बहादुर त राम्रो हो, होइन? सबै त नोकरलाई कान्छा बहादुर भन्छन्। बहादुर शब्द त राम्रै हो, तर पनि हामीलाई सुन्दा नराम्रो लाग्छ। अच्छा, यो कुरा छोडिदिउँ, उनले भने। आजकल क्या गर्दै हुनुहुन्छ? काम त केही विशेष छैन भन्दै मैले उनलाई भने, आफ्नै घरको कामकाज र कारोबार हेर्दैछु। उनी आफ्नो अफिसको फाइल केलाउन थाले। एकैछिनको मौनतापछि मैले सोधे, महेश कुमारजी, आजकल विदेश व्यापार के आफ्नै फर्मबाट गर्दै हुनुहुन्छ? हाँ तो क्या गर्ने, नेपाल सरकारको नीति कुनै ठिक छैन। कहिले के हुन्छ त कहिले के हुन्छ। जस्तो जस्तो नीतिमा उनले परिवर्तन गरे, हामीले पनि आफ्नो व्यापारमा परिवर्तन गर्नै पर्छ। तपाईँलाई थाहा थियो, पहिले 160% को भाउमा इम्पोर्ट लाइसेन्स खरिद गरेर हामीले काम गरेको हो। अब सरकारी नीति बदलियो, एक्सपोर्टको बोनस नदिने हिसाब बैठायो। कहाँबाट हाम्रो काम चल्ने? जस्तो सरकारको नीतिमा बदल हुन्छ, हाम्रो पनि त्यस्तै हुनुपर्छ। त्यसैले आफ्नै फर्म रजिस्ट्रेसन गरे। आफूलाई चाहिने माल आफै मगाउँछु, लाइसेन्स आफै झिक्छु। काम चलाउनै पर्यो। भन्नुहोस्, के गर्ने त? मैले उनीसँग सोधे, के सरकारको नीति परिवर्तन भइरहन्छ? एउटा कुनै ठोस नीति रहँदैन र? उनले जवाफ दिए, कहाँ एउटा नीति रहन्छ? कहिले बोनसमा इम्पोर्ट लाइसेन्स दिन्छ त कहिले डलरलाई 12 र 16 गरी 2 विनिमय रेट कायम गरेर इम्पोर्ट फ्री गर्छ। कहिले 16 लाई घटाई 14 गर्छ। जे गरे पनि हामी व्यापारीलाई नोक्सान दिन चाहिँ सक्दैन। हाम्रै सल्लाह अनुसार त सब हुन्छ। मैले उत्सुकतापूर्वक सोधे, कसको सल्लाह अनुसार? हाम्रो ग्रुपको सल्लाह अनुसार। तपाईहरूको ग्रुप कस्तो छ र? उनले उपहासको हाँसो हाँस्दै मलाई भने, यो कुनै तपाईँले देख्ने ग्रुप हुन्छ? हामी नेपालमा कसरी टिकेका छौँ? के तपाईँ सम्झनुहुन्छ म एक्लै काम गरिरहेछु? हामी ठुला ठुला व्यापारीको एउटा ग्रुप छ। त्यसमा शक्तिशाली पावरका व्यक्ति पनि छन्। हामीलाई आवश्यक भयो भने साना ठुला सरकारी कर्मचारी पनि हामी मिलाउँछौँ। हाम्रो भेटघाट धेरै टेलिफोनमा हुन्छ। तपाईँलाई मै ग्रुप देखाउन सक्दिनँ।
उनको भनाइअनुसार नेपालको व्यापार उनको मुठ्ठीभित्र छ। उनले जे गर्न पनि सक्छन्। उनले धकफुकाएर बयान गरेको सुन्दा म उनको कुरामा कुनै शङ्का गर्ने ठाउँ पाउँदिनँ। मेरै आँखाले आज सरकारी कार्यालयमा उनलाई गरेको इज्जत देखेको छु। उनले मलाई मेरो मान्छे भनेको भरमा काम टुङ्गिने कुरा पनि बताएका थिए। यसैले यो होइन, हुनै सक्दैन भन्ने पक्षमा मैले सोच्ने कुरै रहेन। म टोलिएर उनको कुरा सुन्दै जान्छु। उनी भन्दै जान्छन्, तपाईँले देख्नुभयो आजको मेरो काम? मै जाने साथ सबै काम हुन्छ। हामी कुनै पनि काम गर्दा ढिलासुस्ती मन पराउँदैनौँ। हामीले सबै हाकिमहरूलाई आफ्नो कामका बारेमा फोनबाट जानकारी दिन्छौँ, काम चाँडो सक्छौँ। उनी भन्दै जान्छन्, मलाई लाग्छ तपाईँको त्यो अफिसमा धेरै दिनदेखि काम अलमलमा छ। क्या काम हो मलाई भन्न सक्नुहुन्छ? उनले स्पष्टताका साथ सबै कुरा बताउँदैछन् भने मैले आफ्नो काम लुकाउन पर्ने मनासिब देखिनँ र भने, काम त ठुलो होइन। मैले एउटा कामका लागि 325 रुपियाँ बुझाएको थिएँ। नियमअनुसार त्यो काम हुन सकेन भनेर मैले जानकारी पाएँ। काम नभएपछि आफूले राखेको धरौटी रुपियाँ फिर्ता पाउने नियम रहेछ। त्यही पैसा फिर्ता लिन गएको हुँ। कति पटक जानुभयो? जान त धेरै पटक गएँ। धेरै पटकको मतलब 4-5 पटक? होइन, त्योभन्दा पनि धेरै। तब त तपाईँले सजिलो हिसाबले पाउनुहुन्न। सम्झनुहोस्, तपाईँले पाउने रुपियाँमध्ये 10-15% उनलाई दिन मन्जुर हुनुहुन्छ भने तुरुन्तै पाउनुहुन्छ। किन आफ्नो रुपियाँ लिन पनि उनलाई कबुल्नुपर्छ? के कुरा गर्नुहुन्छ? तपाईँको अफिसको नियमै त्यस्तो छ। दिन मन्जुर गर्नुहोस् या सबै छोडिदिनुहोस्। मैले त्यस्तो कुरा कसरी गर्ने त कार्यालयमा? सोझै भन्नुहोस् या घुमाएर भन्नुहोस्। तपाईँले नबोलेसम्म उसले बुझ्दैन, नबुझेसम्म काम गर्दैन। अफिसमा एक्लै पारेर भन्नुहोस् या सडकमै भेटेर भन्नुहोस्। त्यति भनेपछि मन्त्र गरे जस्तो काम भइहाल्छ। म त यहीँ बोलाउँछु आफ्ना कामका लागि। उनले गरिरहेको व्यवहार म गर्न सक्दिनँ। उनलाई थाहा भएको कुरा मलाई थाहा छैन। त्यसैले त उनमा र ममा ठुलो अन्तर छ। उनले 5 वर्षमा गरेको प्रगति मेरो जिन्दगीभरमा हुँदैन। उनको भनाइ मेरो भलाइका लागि हो। उनका अनुसार गर्ने मेरो साहसै छैन। साथै मेरो क्षमताभन्दा बाहिरको कुरा म गर्न पनि सक्दिनँ। यसै सन्दर्भमा म उनलाई भन्छु, के तपाईँको कामका लागि बोलाउँदा सरकारी कर्मचारी यहीँ आउँछन्? उनले हाँस्दै भने, लौ के भन्नुभयो, आउनै पर्छ। नाइ उनको कामै चल्दैन। कति अफिसको मानिसलाई हामीले तलब दिएर राखेका छौँ। मेरो मतलब सरकारी तलब होइन, हाम्रो काम गरे बापत हामीबाट पाउने तलब। यदि हामीले अलग तलब नदिएमा हाम्रो काम ढिला भइजान्छ। ढिला भयो कि काम बिग्रियो। व्यापारमा जाँडो जाँडो काम हुन चाहिन्छ। अच्छा, तपाईँले भन्नुहोस्, हाम्रो सम्पर्कको अफिसको मान्छे कहिले बोलाऊँ? हामीले धेरै बोलाएपछि सबै काम छाडी यहाँ आउँछन्। यसमा त उनलाई फाइदै छ। हामीले धेरै बोलाएपछि धेरै पैसा उनले पाउँछन्। क्या कुरा गर्नुभएको तपाईँले? टेलिफोनको घन्टीले उनको कुरा रोकिन्छ। उनी टेलिफोनमा कुरा गर्न लाग्छन्। हेलो, क्या 10 लाख? ठिक ठिक। 1 लाख तो घाटा। के कुनै भयो? ठिक। उनको टेलिफोन नसकिँदै गरम कफी टेबलमा आइसकेको छ। टेलिफोनको रिसिभर राख्दै मलाई कफी लिन हातले इसारा गर्छन्। कफीको कप हातमा लिँदै म भन्छु, महेश कुमारजी, साँच्चै तपाईँ यहाँ कुनै सरकारी कर्मचारी बोलाउन सक्नुहुन्छ? तपाईँले मलाई अविश्वास गर्नुभयो? विश्वास नगरेको त होइन। यो कार्यालय समयमा सरकारी कर्मचारी तपाईँका कसरी आउँछन् भन्ने विषयमा मलाई शङ्का भने निश्चय छ। भन्नुहोस् त, त्यसो भए कुन अफिसको बोलाऊँ? उनको कुराले झन् मलाई आश्चर्यचकित बनायो। उनी मलाई कुन अफिस भनेर सोध्दैछन्। यसको मतलब सबै अफिससँग उनको सम्पर्क छ। अब म कुन भनौँ, मलाई नै अप्ठ्यारो स्थिति पैदा भयो। मैले उनलाई फेरि सोधेँ, जुनसुकै अफिसको? मतलब नेपालमा भएका सबै अफिसको? त्यो होइन, तपाईँ भन्नुहोला युनिभर्सिटीको मास्टर बोलाऊ। म बोलाउन सक्दिनँ। हाम्रो व्यापारसँग सम्बन्धित सबै अफिस भनेको नि मैले। तत्काल दिमागमा त्यही कार्यालय अगाडि आयो जुन कार्यालयमा आज म गएको थिएँ। मैले भने,
अघि हाम्रो भेट भएको कार्यालयको अफिसरलाई बोलाउनुहोस्, फाटवालालाई होइन नि। कुन अफिसरलाई? फेरि मलाई फसाद पर्यो। को भन्नु, चिनेको कोही छैन। मैले विचार गरेँ, फाटवाला भन्दा माथिको व्यक्तिसँग परिचय भयो भने आफ्नो 325 पनि आउने। त्यसैले मैले भने, फाटवाला भन्दा माथिको कोही पनि अफिसर बोलाउनुहोस् जो तपाईँले भन्दा तुरुन्त आउँछन्। ठिक छ, तपाईँको शङ्का दूर गरिदिन्छु भन्दै उनले टेलिफोन मिलाए। टेलिफोनमा कुरा गर्दै भने, हेलो, को बोल्नुभयो? अफिसर साहेबहरू कोही हुनुहुन्छ? हुन्छ, मै महेश कुमार न्युरोडबाट। तपाईँ मै कहाँ अहिले आउन सक्नुहुन्छ? आउनुहोस् है, म बसिरहेको छु। टेलिफोन राख्दै उनले भने, अफिसर 2-3 जना मिटिङमा बाहिर गएका रहेछन्। एउटा अफिसर भेटे, बोलाएको छु। महेश कुमारले मसँग व्यापारमा सम्बन्धका धेरै कुराहरू छेडे। जुन कामका लागि उनी मसँग सल्लाह गर्न चाहन्थे त्यही विषयमा बिस्तारै उनले कुरा निकाले। उनले म प्रति सहानुभूति राख्दै विदेश व्यापार सुरु गर्ने सल्लाह दिन थाले। उनले यो पनि भने, यो मौकामा हामीसँग मिलेर काम गर्दा धेरै नै फाइदा हुनेछ। उनको भनाइअनुसार मैले सरकारी नीतिका विरुद्ध केही गर्नु थियो जो म गर्न सक्दिनथे। जब उनको पूर्ण आशय बुझे त्यसपछि उनलाई मैले सोझै जवाफ दिएँ, यो मबाट हुन सक्दैन। यसरी रुपियाँ कमाउने मलाई आवश्यकता पनि छैन। मेरो यत्तिकै जवाफमा उनी चुप रहेनन्। उनी झन् जोसिँदै हिन्दी भाषामा रुपियाँको महत्त्वको बारे मलाई धेरै सम्झाए। हाम्रो कुराकानीको दौरान नटुङ्गिँदै एकजना अपरिचित व्यक्ति कोठामा प्रवेश गर्दछन्। महेश कुमार उनलाई स्वागत गर्दै भन्दछन्, आउनुहोस् आउनुहोस्, बढी चाँडै आउनुभयो, बस्नुहोस्। महेश कुमारले परिचय गराए। तिनी त त्यही सरकारी कार्यालयका शाखा अधिकृत शिवराम पो रहेछन्, जुन कार्यालयमा म 20औं दिन धाउँदा कुनै कर्मचारीलाई मसँग 1 मिनेटसम्म बोल्ने फुर्सद थिएन। महेश कुमारले मेरो काम अल्मलिएको बारेमा सुनाएर हुनसक्छ भने कामका लागि मद्दत गर्न समेत अराए। अधिकृतले मतर्फ फर्कँदै भने, कति दिन भयो काम अल्मलिएको? कसको फाँटमा छ? करिब 3 महिना भयो मैले रुपियाँ बुझाएको। मलाई रुपियाँ फिर्ता गर्ने भनेको 2.5 महिना भयो होला। धेरै पटक कार्यालयमा धाएँ। फेरि भोलि बोलाएका छन्। भोलि काम हुन्छ कि? भोलि तपाईँ कार्यालयमा आउनुहुन्छ भने पहिले मलाई भेट्नुहोस्। जुनसुकै फाँटमा भए पनि म काम टुङ्ग्याइदिन्छु। महेश कुमार मलाई सम्बोधन गर्दै भन्छन्, तपाईँ निश्चिन्त रहनुहोस्, काम भयो। उहाँले भने जस्तो अफिस जाने बित्तिकै उहाँलाई भेट्नुहोस्, सब काम भइहाल्छ। अधिकृत महेश कुमारको कुरालाई पुष्टि दिँदै भन्छन्, सबै काम भइहाल्छ, चिन्ता गर्नुपर्ने कुरै छैन। जुन कुरा म हृदयदेखि चाहन्नथे आखिर त्यही भयो। मैले चाहेर होइन, नचाहेर पनि यो वातावरण नै अनायास सृजना भयो। अधिकृत महेश कुमार बीच आपसी सन्चो बिसन्चोबारे कुरा भयो। मानौ यी दुईको गहिरो मित्रता छ। महेश कुमारले आज कार्यालयमा आएको र डाइरेक्टर साहेबलाई भेट्न नसकेको कुरा पनि अधिकृतलाई भने। अरू कामका विषयमा अधिकृतले सोधेको प्रश्नको उत्तरमा महेश कुमारले भने, उहाँको कामका लागि मात्र तपाईँलाई दुःख दिएको। अधिकृतलाई जुनसुकै कारणले बोलाएको भए पनि बाठा महेश कुमारले भने, यस्तो कुरा फोनबाट भन्न मनासिब नभएको हुँदा तपाईँलाई दुःख दिएको हुँ। प्रत्युत्तरमा उनले भने, ठिक गर्नुभयो, कुनै पनि कुरा भेटघाटमै गर्नु राम्रो हुन्छ। महेश कुमारले उनलाई चिया पिउन आग्रह गरे, तर उनले चिया नपिएर नै जाने विचार व्यक्त गरे। महेश कुमारको उनीसँग कुनै काम छैन। उनले त मेरो शङ्काको निवारण गर्न मात्र अधिकृतलाई डाकेका हुन्। संयोगले त्यही कार्यालय पढ्न गएको हुँदा मेरो काम पनि बीचमै झुन्डियो, अन्यथा यो अवस्था नै आउने थिएन। महेश कुमारले अधिकृतलाई बिदा दिँदै भने, भोलि साँझ मेरो घरमा आउनुहोस्, डाइरेक्टर साहेबले केही सामान पठाउनु छ। भोलि साँझ? हुन्छ भन्दै अधिकृत कोठाबाट निस्किए। एक क्षणको मौनतापछि महेश कुमार भन्दछन्, देख्नुभयो त नोटको तागत? मेरो ओठबाट एक वाक्यसम्म फुट्दैन। म टोलिएर उनलाई मात्र हेरिरहेको छु। उनले जो भने त्यो सत्य रहेछ। म मनमा नै सोध्छु, हिजोको महेश कुमार र आजको महेश कुमारलाई। दुवै महेश कुमार मेरो आँखाको वरपर घुमिरहेछ। एउटा विदेशी अर्काको देशमा आएर जो हिम्मत र साहस देखाइरहेको छ त्यो अनुकरणीय हो वा होइन मैले छुट्याउन सकिरहेको छैन।
मेरो मौनतापछि बिउजाउँदै उनी भन्छन्, तपाईँ केही गर्नुहोस्, गर्नु भएन भने पछि पछुताउनुहोला। तपाईँका छोराछोरीले पनि श्राप देलान्। मैले बिस्तारै आफ्नो विचार व्यक्त गरेँ। केही गर्न त मलाई पनि इच्छा छ, तर तपाईँले जो भन्नुभयो त्यो गर्न भन्ने मलाई मन छैन। मन छैन भन्नु वा हिम्मत छैन। बरु अर्कै सरल र योग्य काम बताउनुहोस् न, म गर्न तयार छु। तपाईँसँग मिलेर गरौँ या म एक्लै गरौँ त्यो पछि विचार गरौँला। व्यापार नगरी त मेरो पनि घर चल्न मुस्किलै छ। उनले मेरो कुरा काट्दै भने, तपाईँ सिधा सादाले नोट बनाउन सक्नुहुन्न। टेढो उङ्ली लगाएर मात्र केही चिज निस्कन्छ। म जो भन्छु तपाईँ मान्नुहोस्। मान्नु भएन भने केही दिनमा गाडी बिकिजान्छ, केही वर्षमा घर बिकिजान्छ। भोलि बच्चा बच्चीलाई दुःख दिनुहुन्छ। आज त तपाईँ पेट्रोल खरिद्न नसकेर गाडी चढ्न सक्नुहुन्न। यस्तै भोलि त गाडी मेन्टेन गर्न सक्नुहोला भन्ने मलाई विश्वासै छैन। त्यसैले आँखा चिम्म गरी आउनुहोस्। उनको कुरामा मैले आफ्नो प्रतिक्रिया जनाउँदै भने, हेर्नुहोस् महेश कुमारजी, तपाईँले भनेको कुरा म मान्दछु। पैसाले सबै थोक हुन्छ, तर पनि म तपाईँले भनेको कुरा गर्न तयार छैन। कारण यो मेरो जन्मस्थल हो। यहाँ मेरा इष्टमित्र, नाता कुटुम्ब र चिनेका जानेकाहरू छन्। रुपियाँको फेरोमा कहीँ कतै मेरो इज्जतमा दाग लाग्यो भने रानी पोखरीमा गएर आँफाल्ने बाहेक अरू कुनै बाटो रहँदैन। जुन आफ्नो समाज छ त्यो समाजबाट घृणित भएर म बाँच्न चाहन्न। त्यसैले मेरो इच्छा छ सिधा काम गर्छु, जो छैन त्यसको खोजी गर्दिनँ। तपाईँ पो आफ्नो देशबाट बाहिर हुनुहुन्छ, आफ्नो समाजबाट बाहिर हुनुहुन्छ। तपाईँको एउटै लक्ष्य हुन्छ रुपियाँ कमाउने। तपाईँको 24 घण्टा तन मन त्यसैमा लागेको छ। कथम कदाचित कुनै नराम्रै भयो भने पनि तपाईँको इज्जतमा भने धब्बा लाग्दैन, किनकि तपाईँका देख्ने मानिस यहाँ कोही हुँदैनन्। आफ्नो घरमा रुपियाँको पोको बोकेर जाँदा तपाईँको झन् बढी इज्जत हुन्छ। त्यसैले महेश कुमारजी, जति तपाईँ आफ्नो इज्जतको वास्ता नराखी निश्चिन्त भएर काम गर्न सक्नुहुन्छ, म सक्दिनँ। यो मेरो कमजोरी सम्झनुहोस् वा नैतिक सिद्धान्त। मेरो कुरा टुङ्गिन नपाउँदै कोठामा 2 जना मानिस प्रवेश गर्दछन्। महेश कुमारकै समान वर्गका देखिने ती 2 व्यक्ति टेबलका अगाडि साइडमा रहेको मेचमा बस्छन् र आफ्नै भाषामा व्यापारको कुरा गर्न थाल्छन्। म चुपचाप तिनैजनाको मुख एक एक गरी हेर्न थालेँ। करिब 5 मिनटको उनीहरूको कुराकानीपछि ती 2 व्यक्तिको ध्यान म प्रति आकृष्ट भयो। एकजनाले महेश कुमारलाई यो को भनेर उनकै भाषामा सोधे। मैले नबुझे जस्तो आफ्नो आँखा तर्काएँ। महेश कुमारले उनकै भाषामा भने, यो स्थानीय मान्छे हो, यसबाट ठुलो काम लिन सकिन्छ। मूर्खले बुझिरहेकै छैन, सम्झाउँदैछु। यदि यसले साथ दियो भने हामी यो साल काफी पैसा फाइदा गर्न सक्छौँ। जो पायो उहीलाई सुम्प्यो भने हामीलाई नै लगेर फसाइदिन्छ। मैले सोचेको छु यिनीद्वारा काम गर्ने। यिनलाई म धेरै वर्षदेखि चिन्दछु, रुपियाँमा धोका हुँदैन। अर्काले थपे, हेर्दा मलाई पनि त्यस्तै लाग्यो। यति कुरा टुङ्गाएपछि महेश कुमारले मलाई ती 2 व्यक्तिको परिचय दिँदै भने, उहाँहरू ठुला व्यापारी हुनुहुन्छ। उहाँ शान्ताराम जेठिया र उहाँ किसुन केविडीवाला। उहाँहरू अहिले नेपालका ठुला व्यापारीमा गनिनुहुन्छ। शान्तारामले भने, महेश हो ठुलो व्यापारी। हामी होइन है, महेश नै हो। हामी त साना व्यापारी, आफू पन्छेर हामीलाई ठुलो बनाउँछ। महेश कुमारले बर्मेली कुरा सुरु गरे। तिनैजना बर्मेली भाषामा कुरा गर्न लागे। मैले सहजै अनुमान गरेँ, यी तिनै एउटै मुलका रहेछन्। सायद साथै काठमाडौँ प्रवेश गरेका हुन्। करिब 15 मिनटसम्म त्यही कुरा चल्छ, जो एक शब्दसम्म बुझ्न सकिँदैन। उनको गोप्य कुरा टुङ्गियो होला अथवा मैले असजिलो मानेको महेश कुमारले महसुस गरे होलान्। अब हिन्दीमा कुरा गर्न थाले। किसुनको पानी जहाजमा आएको सामान हराएछ। इन्स्योरेन्सलाई क्लेम गर्नु नगर्नु बेकार भएछ, कारण अन्डर इन्भोइसमा ल्याएको माल हराएकोमा क्लेम गर्दा आफ्नो माल नउठ्ने रहेछ। 50 लाखको माललाई 5 लाखको इन्भोइस बनाएर ल्याएकोमा इन्स्योरेन्स कम्पनीले पुरा जाँच पडतालपछि मात्र 5 लाख दिने भएकाले क्लेम गर्नु नगर्नु बेकारै भएछ।
कुरा सुन्ने बित्तिकै मेरो त होसै गुम भयो। सोझै 45 लाख घाटा परेको किसुन केवडीवाला चिन्तारहित हाँसी हाँसी कुरा गर्दैछन्। मेरो त गोजीबाट 1 रुपियाँसम्म गुम भयो भने पनि म त्यति प्रसन्न रहन सक्दिनँ जति 50 लाखको गुमाइमा केवडीवाला प्रसन्न छन्। उनीहरूको कुरा अनुसार त्यो 5 लाखको पनि इन्स्योरेन्स कम्पनीसँग क्लेम नगर्ने विचार छ। शान्तरामको चाहिँ 10% माल मात्र गुम भएको रहेछ। त्यो पनि हिजो मात्र वीरगञ्ज भन्सारमा माल आइपुगेपछि पो थाहा भएछ। शान्तरामलाई पनि 7 लाखको नोक्सानले कुनै फरक परेको देखिँदैन। माल हराएको उल्लेख गर्दै केवडीवाला भन्दछन्, हङकङबाट हिँडेको जहाज 3 महिनासम्म गायब भयो। मैले त रुपियाँ त्यसै बखत माया मारिसकेको थिएँ। कोरियामा अनलोडमा परेको हुन सक्छ, तर कसरी खोज्नु? कोरियाबाट लोड क्लियर गरेर हिँडिसकेपछि माल त्यहाँ कहाँ पाउन सकिन्छ? त्यसैले माया मार्नु बाहेक अरू कुनै उपाय नै छैन। नेपालमा यति ठुला व्यापारी छन् भने जस्तो मलाई लागेको थिएन। यो काठमाडौँ हेर्दा मात्रै सानो, यहाँका व्यापारीको छाती त यो भन्दा ठुलो रहेछ। उनको चित्त बुझाउने कुरा पनि सुने। केवडीवालाले ओभर भोइसमा जति कमाए। उनको चित्त बुझाउने कुरा पनि सुने। केवडीवालाले ओभर इनभोइसमा जति कमाए त्यसको 10% पनि नोक्सान भएनछ। शान्तरामले त चिट्ठा नै पारेछन्, पहिले पनि कमाए, अहिले पनि कमाए। कुराको सिलसिला नचलेको भए पनि म अनुमान गर्न सक्छु। महेश कुमारको पनि यस्तै होला जो शान्तरामको छ। त्यतिकैमा फोनको घन्टीले सबैको ध्यान खिच्छ। महेश कुमार फोन शान्तरामलाई दिँदै भन्छन्, तिमी यहाँ हुन्छु भनेर भनेका थियौ? फोनमा कुरा गर्दै शान्तराम भन्दछन्, हेलो, के भयो शर्माजी? काम नगर्ने भयो? भन्नुहोस् न सालेलाई 2 लात खालास, मान्दैनस्? सालेलाई 3 लात भन्दा नदिनुहोस्। त्यसो भए म यही महेशकै अफिसमा छु, आउनुहोस्। राखिदिउँ? शान्तराम फोन राख्दै भन्दछन्, सालीहरूको मुख बढी ठुलो भइसक्यो। पहिले 1000ले हुने काम अहिले लाखले पनि हुँदैन। केवडीवालाले भने, सिकायो तिमीले लाखको चाल खेल्न त खेल्छन्। 10 लाख कमाउँछौ त 1 लाख दिन्छौ। शान्तरामले भने, 90% खाना पनि मुस्किल छ। तिमीहरूलाई थाहै भएको कुरा हो नि। 3 महिना अगाडिको सिमेन्टको लाइसेन्स सम्बन्धमा 10 लाखको कुराकानी टुङ्गिएको कुरा लम्बे चौडे हुँदै सचिव, मन्त्री सबैतिरबाट च्यापिएर 30 लाखमा गई टुङ्गो लाग्यो। अब अहिले मुनाफा हिसाब गर्दा 25 लाख सिवाय बचत नहुने भयो। उनको कुरा काट्दै महेश कुमारले भने, त्यसो भए 25 लाखमा मै सकार्छु, दिने हो? शान्तरामले हाँस्दै भने, कसरी दिने? महिनौदेखि ब्याङ्क एलसी खोलिराखेको, ब्याङ्क कमिसन, रुपियाँको ब्याज, कामदारको ज्याला, अझ फुटकर खर्च कसले बेहोर्ने? मेरो मतलब सबै कट्टा गर्दा 25 लाखमा तिमीलाई दिन सक्छु। तिमीले सकार्ने नै हो भने 30 लाख गधाहरूको खाना, ब्याङ्क कमिसन र ब्याज 3 महिनाको हिसाब गर्दा 10 लाख कामदारको ज्याला छोडिदिउँ। अरू फुटकर खर्च 5 लाख। 25 लाख मेरो खुद मुनाफा र 10 लाख उपरको सलामी जम्मा 70 लाख देऊ सकाएर। म दिन मन्जुर छु। केवडीवाला महेश कुमारलाई उत्तेजित पार्दै भन्छन्, महेश, 70 लाखमा तिमी सकाएर तिमीलाई 100% मुनाफा हुन्छ। यसमा तिमीले कुनै चिन्ता गर्नुपर्ने कुरै छैन। तिमीलाई थाहा छ सिमेन्टको भाउ वर्ल्ड मार्केटमा बढ्दैछ। बाहिर सिमेन्टको भाउ बढेपछि यहाँको सिमेन्ट कारखानाले पनि बढाउनै पर्छ। होइन भने हामी बढाउने उपाय गरौँला। शान्तरामको सिमेन्ट पुरानो भाउमा आइसकेको छ। सिमेन्टको भाउ 15 देखि 20% बढ्छ। त्यस बखत तिमीलाई खुद नाफा 80 देखि 90 लाख हुन्छ। यसमा कुनै चिन्ता मान्ने कुरा नै छैन। नेपालको कुल आवश्यकताको 30% पनि पूर्ति गर्न सकेको छैन सिमेन्ट कारखानाले। 70% त तिम्रै हातमा हुन्छ। भाउ हामी जसरी पनि तय गरौँला, निर्धक्कसँग सकाएर। महेश कुमार भन्छन्, किसुन, तिमी गर्छौ त आधा हिस्सा? यदि तिमीले आधा लियो भने मैले सकारे।
तर्फबाट दाल एकट्ठा गऱ्यौँ। लाइसेन्स अर्काको हातमा पर्यो भने त भाउ पनि उसैले बसाल्छ। उसको भाउमा दाल नदिई हामी 1 साल गेडाउन राख्न पनि सक्दैनौँ। फेरि सिङ्गापुरको पार्टीबाट लिएको $2 लाख एडभान्स पनि छ हाम्रो अगाडि। मेरो विचारले त यो सालको लाइसेन्स छोड्नु हुँदैन। शर्माजीको कुराले शान्तारामलाई सोचनीय स्थितिमा पार्छ। उनले आवेशमा आएर जो चाहिँदैन भनेका थिए त्यसमा उनी अड्न नसक्ने स्थितिमा छन्। एकैछिन सोचेर उनले भने, 10 लाख तलदेखि माथिसम्म सबैका लागि मागेका हुन् कि अरू कुनै फुटकर खर्च पनि लाग्छ? अरू फुटकर खर्च लाग्दैन होला। तब तपाईँको त्यस्तै विचार छ भने 8 लाखसम्ममा तय गर्नुहोस्। निकासी लाइसेन्स भने तुरुन्त चाहिन्छ। शर्माजीले भने, हस्, म कोसिस गर्छु। त्यतिसम्ममा त हुनुपर्ने हो, जाउँ पनि। शर्माजी हामी सबैसँग बिदा भएर जान्छन्। शर्माजी जाने बित्तिकै मैले शान्तारामलाई सोधेँ, सेठजी, शर्माजीसँग तपाईँको पार्टनरसिप हो? उनले हाँस्दै जवाफ दिए, यिनी त मेरो नोकर हो। ताजुब हुँदै सोधे, नोकर? ओहो, नोकर, कामदार। मेरो कार्य सम्बन्धी काम यिनीहरूले हेर्छन्। पुराना साथी हुन्। उनको नोकरी गयो, पेन्सनले खर्च चलेन। उनको दुःखको स्थिति मलाई बताएपछि मलाई उनीमाथि दया लाग्यो। मैले काफी रुपियाँ तलब दिएर काममा लगाएँ। शर्माजी कति तलब पाउँछन्? 1800 महिनाको दिएको छु। त्यसको अलावा घुमफिर गर्न एउटा गाडी। रुपियाँ सबै उनैको हातबाट खर्च हुन्छ। बडा इमान्दार छन्। मैले मनमा नै भने, किन शर्माजीलाई यस्तो कुबुद्धि लागेछ? 1800 महिनाको खाएर अर्कालाई 18 लाख कमाउने धोका दिइरहेछन्। एउटा प्रभावशाली प्रशासक कसरी हुन पुग्यो व्यापारीको नोकर? मेरो मनको उत्सुकता निभाउँदै शान्तारामलाई मैले बिस्तारै सोधेँ, सेठजी, तपाईँ यहाँ नागरिकता नलिकन कसरी विदेश व्यापार गर्नुहुन्छ? मेरो कुरा सुन्ने बित्तिकै उनी मसँग झनक्क रिसाएर भने, तपाईँ मूर्ख हुनुहुन्छ। के कुरा गरेको मसँग? यो प्रश्न आजसम्म कसैले सोध्न सकेन। तपाईँ सोध्ने को हो? उनले मसँग नराम्रो वचन गरे पनि मैले त्यसतर्फ केही नसोची आफ्नो अनुहार हँसिलो बनाउँदै भने, सेठजी, मूर्ख सम्झनुहोस् वा अन्जान, मेरो प्रश्नप्रति नराम्रो लाग्यो भने म फिर्ता लिन्छु। यसमा तपाईँले अन्यथा नसम्झनुहोस्। उनी जोसिँदै भन्न लागे, यहाँ को नागरिक को अनागरिक? नोट जसको साथमा छ त्यो नागरिक, नोट जसको साथमा छैन त्यो अनागरिक। यहाँका रुङटा या अग्रवाल, दुगड या फुगड, पाउनिहार या रौनिहार, जिब्डेवाल वा केवडीवालालाई यहाँ घर छैन, केवल यिनको यहाँ कारोबार छ। नोट बनाउने ठाउँ हो यो। नोट बनाउँछन्, भोलि हिँड्छन्। यहाँ यिनीहरूका जो घर देख्नुहुन्छ त्यो त केवल बहाल बचाउने तरिका मात्र हो। जानुहोस् जयपुर गाउँ गाउँमा घुम्नुहोस्, तब तपाईँलाई पत्ता चल्छ वास्तविक उनको घर कहाँ छ। त्यसैले तपाईँलाई मेरो सल्लाह हो कि कसैलाई यो नागरिक हो कि होइन सोध्ने कोसिस नगर्नुहोस्। महेश कुमार सम्झाउँदै भन्छन्, शान्ताराम, शान्त हौ। तिमीलाई ब्लड प्रेसर छ, धेरै बोल्नु ठिक छैन। उहाँले कुनै नराम्रो भावले सोध्नु भएको होइन। उहाँले तिमीलाई नचिनेको हुनाले सोध्नु ठिकै छ। शान्ताराम शान्त नभएर अझ झोक्किँदै भन्दै जान्छन्, तपाईँलाई थाहा छ तपाईँको नेपालमा हामी आएर फरेन ट्रेड कति माथि पुर्याइदियौँ? यति माथि त यसअघि कहिल्यै थिएन। जो पैसा मार्केटमा आज देख्नु भएको छ त्यो हाम्रै कारणबाट भएको हो। तपाईँको सरकारी रेकर्डमा गएर हेर्नुहोस् त 10 वर्ष यता कति फरेन ट्रेड बढेको रहेछ। हामीले नै यहाँका भोटियाहरूलाई यस काममा सरिक गरायौँ। आज तपाईँको काठमाडौँ हङकङ बनाइदिएका छौँ। मलाई प्रश्न गर्नुहुन्छ नागरिकताको सम्बन्धमा? महेश कुमार उनको कुरा बीचमा काट्दै भन्छन्, शान्ताराम, तिमी धेरै नबोल। उहाँलाई तिमीले चिनेका छैनौ। उहाँको कुरा कुनै नेगेटिभ होइन। तिमी बुझ्ने प्रयास गर, बढ्ता नबोल। शान्ताराम फेरि मनको तीव्र वृत्ति झल्काउँदै भन्छन्, म यसै बसेको यो देशमा मलाई अनुरोध गरिराखिएको छ। म प्रति वर्ष 20 लाख आयकर बुझाउँछु। म जस्ताले बुझाएको आयकर मात्र हिसाब गर्दा करोडौँ हुन्छ। हामीले सरकारी ढुकुटी भरिदिएका छौँ, यसै बसेका छैनौँ। महेश कुमार फेरि उनलाई रोक्दै भन्छन्, भयो भयो, धेरै कुरा नगर। तिमीले 20 लाख आयकर तिरेका छौ भने करोडौँ कमाएका पनि छौ। तिमीले यो देशलाई कुनै एहसान गरेका छैनौ। तिमीलाई बरु यो देशले एहसान गरेको छ।
अब धेरै नबोल, उहाँलाई सब कुरा बताउनु पनि आवश्यकतै छैन, चुप लाग त। शान्ताराम महेश कुमारपट्टि फर्कँदै भन्छन्, के भनेको? यो देशले एहसान गरेको छ हामीलाई, कुन आधारमा तिमीले भनेको? मलाई बताऊ त। महेश कुमारले कुरा टुङ्ग्याउन खोजेका हुन्, तर शान्ताराम भने महेश कुमारतर्फ खनिए। सायद महेश कुमारलाई नराम्रो लाग्यो होला शान्तारामले मेरो बेइज्जत गरेकोमा, किनभने आज म महेश कुमारको पाहुनाको रूपमा उनको अफिसमा गएको हुँ। शान्तारामलाई महेश कुमारले काठमाडौँका पुराना दिनहरू सम्झाउँदै भने, आज पशुपतिनाथको जो कृपाले यति पैसा कमाएका छौँ, घमण्ड नगर, यो देशले तिमीलाई एहसान गरेको छ। अर्को नसोच, बरु यति भन, जिन्दगीका सबैभन्दा आरामका दिनहरू काठमाडौँमै गुज्रिए। मै त्यो पशुपतिनाथसँग यही प्रार्थना गर्छु, सारा जीवन यस्तै व्यापारमा गुज्रियोस्। यहाँको जस्तो नोट छपाई संसारको कुनै पनि मुलुकमा छैन। शान्ताराम एकछिनसम्म केही बोल्दैनन्। महेश कुमारको भनाइलाई केवडीवालाले पनि दोहोऱ्याउँछन् र यो पनि जोड्दै भन्छन्, यहाँको मान्छेमा चेतना नआएसम्म हामीले बटुलिन सक्नुपर्छ। एकैछिनको मौनतापछि शान्ताराम भन्दै जान्छन्, यो देशको आर्थिक स्तर उठाउन यहाँका ठुला ठुला मान्छेले हाम्रो आवश्यकता महसुस गरे। यसै कारणले हामी यहाँ टिक्न सक्यौँ। दुवैतर्फलाई फाइदा हुने गरी हामी आफ्नो चाल अनुसार काम गर्दैछौँ। यो नसम्झनुहोस् तपाईँ, हामी आफ्नै फाइदाका लागि मात्र यहाँ बसेका हौँ। यो देशको आर्थिक नीतिलाई तपाईँ के सम्झनुहुन्छ? बालुवाले बनाएको घर हो जो कुनै पनि समयमा कणकण छुटिन सक्दछ। त्यसैले त्यसलाई सिमेन्ट भन्न हाम्रो खाँचो छ। साथै तपाईँले नागरिकताको प्रश्न गर्नुभयो, यस विषयमा पनि म तपाईँलाई क्लियर गर्छु, सुन्नुहोस्। मलाई नागरिकताका लागि 3 पटक अफर आयो। झट्टै लिने विचार गरेको थिइनँ। यही पछिल्लो साल मात्र मैले यो देशको नागरिकता स्वीकारेँ, जब बोनस सिस्टम अन्त भएको थियो। म तपाईँ सर यो देशको हकदार छु, बस यति सम्झनुहोस्, अहिले म यो देशको नागरिक हुँ। मैले हाँस्दै भने, यही त मेरो भनाइ हो। व्यापार नेपाली नागरिक हैसियतले गरेको हुनुपर्दछ। अनागरिकताको हैसियतले तपाईँले व्यापार गर्नुभयो भन्ने मेरो भनाइ होइन। मेरो मतलब यहाँले बुझ्नु भएन, यसै रिसाउनु भयो। मेरो जवाफ केवडीवालाले दिँदै भने, यिनको स्वभाव यस्तै छ। फेरि ब्लड प्रेसर पनि छ, एकै बेगमा रिसाउँछन्। यिनले रिसाएर भने पनि नराम्रो नमान्नुहोस्। हामी व्यापारीलाई कोहीसँग रिसाएर केही फाइदा छैन। टेलिफोनको घन्टी बज्छ। महेश कुमारले टेलिफोन उठाई शान्तारामलाई दिन्छन्। शान्तारामलाई उनको अफिसमा एकजना भूतपूर्व मन्त्री भेट्न आएको खबर पाउने बित्तिकै महेश कुमारसँग छुट्टी लिँदै शान्ताराम र केवडीवाला बाहिर निस्किन्छन्। शान्तारामले हिँड्ने बेलामा मसँग केही बोल्न सकेनन्। आँखाले मात्र जान लाग्यो भने इसारा गरे। शान्ताराममा धनको तेज देखे। यदि म महेश कुमारको कार्यालयमा महेश कुमारको अगाडि नभइदिएको भए मेरो त सातो पुत्लो उडाउने रहेछन्। के गर्नु, सहनुपर्ने स्थिति यस्तै छ। महेश कुमारले भने, बेकारमा तपाईँले शान्तारामलाई प्रश्न गरेर गर्मा गर्मी भयो। मैले उनलाई भने, यो प्रश्न मेरो मन मस्तिष्कमा खुल्दुरी गरिरहने प्रश्न हो जो मैले तपाईँलाई पहिले पनि सोधेको थिएँ। तपाईँले जवाफ दिनु भएन। उनले हाँस्दै भने, हो यो कुरा मलाई पनि तपाईँले सोध्नु भएको थियो, तर मैले जवाफ दिइनँ। किन? त्यो बताउन तपाईँलाई आवश्यक सम्झिनँ। मैले नबताएसम्म तपाईँलाई थाहै हुँदैन। थाहा नभएपछि मेरो व्यापार गोप्य रहन्छ। कुनै पनि व्यापारीको मुख्य कुरा नै गोपनीयता हो। सबैले थाहा पाए भने त काम बिग्रि नै हाल्छ नि। त्यसो हो भने मलाई सुन्न पनि आवश्यक छैन। नसुन्नु तपाईँले बेस हुन्छ। तपाईँलाई थाहै छ म भारतीय नागरिक हुँ, अहिलेसम्म पनि त छु, भोलि पनि त रहने नै छु। मै शान्तारामको जस्तो गैरकानुनी नागरिकता प्राप्त गर्न चाहन्न। यदि मलाई आवश्यक भयो भने इमान्दारीपूर्वक आफ्नो देशको नागरिकता छोडी बस्छु। डबल नाउमा पेरे राख्दिनँ। बडो राम्रो विचार। म त यही जान्दछु। हामीलाई यहाँ बढी स्वतन्त्रतापूर्वक व्यापार गर्न मौका प्रदान गरिएको छ। हाम्रो जातका पुराना बासिन्दाले पनि हामीलाई ज्यादै ठुलो सघाउ पुर्याएका छन्। सबै क्षेत्रबाट हामीलाई सहयोग छ। हामी यति घुलमिल भइसक्यौँ, अब हामीलाई कसैले औलाउन सक्ने स्थिति नै छैन। उनले नयाँ कार्य सम्बन्धमा जोड गर्दै भन्न लागे, धेरै राम्रो हुन्छ तपाईँ मसँग मिलेर काम गर्नुहोस्। तपाईँले देखिहाल्नुभयो शान्तारामको फुर्ती, यो सब नोटको करामत हो। महेश कुमारजी, कुनै पनि काम सोच विचार नगरी गर्नु ठिक छैन। फेरि सरकारी नीतिको विरोधमा गर्नुपर्ने काम त झन् डर लाग्दो हुन्छ। त्यसैले म आज हुन्छ भन्ने पक्षमा छैन। मैले यति जोड गर्दा पनि तपाईँ मानिरहनु भएको छैन। तपाईँ ठन्डा दिमागले सोच विचार गर्नुहोस् र मलाई 1-2 दिनमा जवाफ दिनुहोस्।
समय धेरै बितिसकेको हुँदा महेश कुमारको अफिसबाट छुट्टी लिने निश्चय गरी उनलाई भने, लौ त म पनि जाउँ अब। उनले तुरुन्त भने, हुन्छ, मेरो योजना विषयमा विचार गरी भोलि खबर पाऊँ है। म बसेको मेजबाट उठ्दै मैले भने, धेरै धेरै धन्यवाद तपाईँको कफीको लागि। तपाईँको अफिसमा केही समयको बसाइमा पनि धेरै कुरा जानकारी पाएँ, त्यसका लागि पनि धन्यवाद। यति भनेर म ढोकातर्फ बढ्छु। म कोठाको ढोकामा नपुग्दै उनी भन्छन्, शान्तरामको कुरामा माइन्ड नगर्नुहोस्, भोलिसम्ममा पक्का खबर पाऊँ है। केही छैन, बातचितका क्रममा यस्तै त हुन्छ नि, भन्दै म कोठाबाट बाहिर निस्किएँ। बाहिर कोठामा 3 जना नेपालीहरू आफ्ना टेबलमा बसेर काम गरिरहेको देखेँ। त्यसमध्ये मैले चिनेकी एउटी केटी देखेँ जसलाई म राम्रो गरी चिन्दछु। शशी राणाले अर्थशास्त्रमा MA गरेर पनि नोकरी पाएकी थिइनन्। मैले उनलाई देख्ने बित्तिकै मेरा पाइला उनको टेबलतर्फ बढे। उनको टेबलमा हात राख्दै मैले भने, बहिनी तिमी यहाँ? नमस्ते दाई, तपाईँ यहाँ किन? महेश कुमारजीसँग कुराकानी गरी निस्किएको। तिमी कहिलेदेखि यहाँ छौ र? 3 महिना हुन लाग्यो। 1 वर्षदेखि नोकरी खोजेको, बल्ल यहाँ काम पाएँ। ए ल त म जाउँ है त। हस्, नमस्ते दाई। म सडकमा आइपुगेँ। मेरो दिल दिमाग भने महेश कुमारकै अफिसमा छ। उनको अफिसमा भएका एक कुरा मेरो मस्तिष्कमा आउँदै जान्छन्। बहादुर नेपालीले सेवा पुर्याएको महेश कुमार, शर्माजी जस्तो अनुभवी नेपालीले सेवा पुर्याएको शान्तराम, टेबलमा कुराकानी गरेको भरमा लाखौँ लाखको कारोबार। मैले अझ रहस्य बुझ्न सकेको छैन। मैले उनको वास्तविकता खुट्याउनै सकेको छैन। मेरो आँखाका अगाडि विशाल बजारको बोर्ड पर्छ। यो बजार खुलीदेखि म पसेको छैन। अनायास मेरो पाउँ त्यसतर्फ लम्कन्छ। म बजारको मध्यभागमा पुगी आफ्नो आँखालाई चारैतिर कुदाउँछु। शान्तरामको एकै वाक्य मेरो कानमा गुन्जन्छ, आज तपाईँको काठमाडौँ हङकङ बनाइदिएका छौँ।